ल गाइस म चाहिँ सुशील होइन हल्का फेस देखाम भनेर कालै रहिचुक्या हो यार यही हो हाम्रो ड्युटी भनेकै हल्का सुन्नु पर्यो गाइस युवाहरूले चाहिँ उता काम गर्दैछन् हाम्रा युवाहरू व्यस्त छन् म त्यसै गरेर अब दिउँसोको खाजाको तयारी गर्न लाग्छु सी यू लेटर आज चाहिँ म सेफ होइन हजुरहरूलाई चाहिँ केही बनाउनु पर्यो भने मलाई कन्ट्याक्ट गर्दा हुन्छ अघि भने त नि मैले नम्बर त्यसमा कन्ट्याक्ट गर्दा हुन्छ अनि आज चाहिँ हल्का सेफको काम गर्नु पर्यो सेफ त बन्नु पर्यो नि फ्युचरको काम लाग्छ सो ल आज चाहिँ काँटीलाई मल दिँदै है त र यहाँ चाहिँ हाम्रा युवाहरू खटिएका छन् यहाँ हाम्रो युवाहरूले मल हाल्दै हुनुहुन्छ यहाँ चाहिँ के हो अरे फेरि भन्नु पर्यो ए कागती होइन यहाँ हाम्रो गिरु दाइ हुनुहुन्छ होइन त्यो भन्न खोजेको होइन क्या त यो के काम भनेको त यसले हाई हेलो त गर समीर ए नबोल्ने हाम्रो मालिक यहाँको फेरि यहाँ हाम्रो यता पेरम सर हुनुहुन्छ ल गिरु दाइ यसो हाई हेलो त गर्नु पर्यो क्या सर भन्न पर्छ के ल रुपक दाइ तपाईँले पनि ए रुपक सर ल हाई हेलो यस्तो के हाई हेलो के र कागतीको साथसाथमा चाहिँ खुर्सानी पनि छ है चाहिएमा चाहिँ सम्पर्क गर्नु होला नम्बर छ 98 48 49 65 50 तपाईँको पुरानो दाइलाई भाइरल गराइदियो होला है दाइ मलाई भर्दैन अरे सायरी हान्न लाग्छ के कुन सायरी हो अलि राम्रो सायरी भएको यो ठाउँ रहेको छ पाडेन्चार अराजीमा है त पहिले भन्नु पर्थ्यो तर मिस्टेक भएछ भिडियो गराउने हामी उभा जाउँ न यो फेरि घेरो हाल्दै बनाएको है त गरे त जे पनि हुन्छ क्या गाइजहरू अरे पसले बन्द थियो अनि यो बुट पनि हरेक छ कहीँ बुट त हेर्नुहोस् है कहीँ बुट कस्ता छन् भन्ने म देखाउँछु है त अब कहीँ बुट त यस्तै छन् गाइस फेरि पहिला हेरेर देखाइयो नराम्रा पनि देखाउनु पर्यो नि त यही हो खुर्सानी बारी भन्ने चाहिँ हाम्रो खुर्सानी बारी अनि कागती बारी भनेको यही हो
खुर्सानी चाहिँ अहिले फिलहालमा यति रहेका छन्। जनवरी फेब्रुअरीमा देखिन्छ के अरे नेपालको जनवरी फेब्रुअरीमा ओके हुन्छ। खुर्सानी चाहिँ अहिले फिलहालमा चाहिँ यस्तै छ खुर्सानी भन्ने चिज बीज यही हो। मल अझै पनि छ, मल यही हो र मल त ल्याउनु भएको रहेछ है। यो हो प्लेस, यो हाम्रो ठाउँ। यहाँ त भ्यू पनि देखिन्छ। यसलाई अकाबारी भन्छन् र यो भयो हाम्रो रजोसा। ल यो भयो हाम्रो कोइयारी, यो कोइयारी हाम्रो। यो सेमले पर्छ है, यसलाई चाहिँ यहाँ सेमले भनिन्छ। यो सेमले यो चाहिँ हाम्रो बुढो घर है। यो हो हाम्रो बुढो घर, हेर्नुहोस्।